अघि भिडियोमा चाहिँ मैले पुरै इन्ड गर्न पाइनँ क्या। यो दोस्रो भिडियो हो। सबै हाँगाबिँगा लडाएको छ। अब यो काट्नु पर्ने साथीहरू। कपाल पनि कस्तो हुन्छ। मैले चाहिँ अस्ति 2 दिन होइन साथीहरू भिडियो पोस्ट गर्नै पाइनँ क्या। के हुन्छ कामहरू भ्याइँदैन नानीहरू पनि सानसानै छ नि त, त्यही भएर पोस्ट गर्नु पाइनँ मैले। त्यही भएर आज बनाउँदैछु मेरो भिडियो। हेरिदिनु होला, माया गरिदिनु होला, नआएको कुराहरू सिकाइदिनु होला साथीहरू। मलाई चाहिँ त्यो एडिट सिडिट के हुन्छ नि त्यस्तो केही गर्न आउँदैन क्या। म सिर्फ भिडियो मात्रै बनाएर हजुरहरूलाई देखाउनु मात्रै आउँछ साथीहरू। अब चाहिँ म दाउरा काट्नु लागेँ साथीहरू। अब चाहिँ म तपाईहरुलाई मैले दाउरा काटेको भिडियो देखाउँछु कि साथीहरू। भिडियो बनाउनु यस्तो गाह्रो छ कि पक्रिदिने मान्छे नभएर यहाँ न मैले यो गाडेको क्या यहाँ मोबाइल राख्नुको लागि। यो चाहिँ मेरो स्ट्यान्ड हो क्या साथीहरू, नहाँसिदिनु होला है। कस्तो मजाले नदेखिनु कालो कालो आउँदो रहेछ। अब म चाहिँ दाउरा काट्नु लागेँ साथी हो। तपाईहरु के कसो गर्दै हुन्छ। यो अस्ति हावाहुरीले लडाएको दाउरा चाहिँ अब म चाहिँ काट्दैछु। यो काटिसकेर जानु पर्ने छ। कस्तो साह्रो हौ यो त। म चाहिँ दाउरा पनि छोटो छोटो काट्नु पर्यो भन्छु साथी हो। लामो लामो काटिहाल्दो रहेछ क्या। लामो लामो दाउरा काट्ने मान्छे चाहिँ दुखिया हुन्छ भन्दो रहेछ। म चाहिँ खालि लामै काट्छु क्या साथीहरू। तर अहिले म फेरि छोटो काट्ने प्रयास गर्दैछु साथी हो। आजको मेरो दिनहरू चाहिँ यसरी नै जाँदैछ साथीहरू। तपाईको दिनहरू कसरी जाँदै होला। आजको मेरो भिडियो चाहिँ यति नै होला हौ साथीहरू। यति नै इन्ड गर्छु होला हौ आजको भिडियो चाहिँ साथीहरू। म यतिमै इन्ड गर्न चाहन्छु। बाई बाई। हेर्नु यहाँ मच्छर कस्तो मच्छर हो न। यो हाम्रो चाहिँ नर्सरी बारी हो। आजको लागि चाहिँ यति नै। मैले 2 दिन भिडियो पोस्ट गर्न पाइनँ, त्यही भएर आज बनाएँ। त्यसको लागि माफी माग्न चाहन्छु। पोस्ट गर्छु भन्दा भिडियो पनि सकिनँ क्या नभ्याएर। बाई बाई। अब चाहिँ बाई बाई साथीहरू। मेरो भिडियो यही म इन्ड गर्छु। मेरो घाउ हेर्नु न यहाँ।